एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज पनि म फेरि नयाँ भिडियो लिएर आइसकेको छु। यो भिडियो चाहिँ पहिलाकै हो। यो भिडियो चाहिँ राष्ट्रिय रैथाने महोत्सवको हो। अनि आज चाहिँ मैले भिडियो गरेर हालेको छु जस्ट फर मेमोरिजको लागि चाहिँ भोइस ओभर गरेर राखेको छु। अहिले चाहिँ आई होप हजुरलाई मनपर्छ होला। र मेरो म चाहिँ निक्लिएर गएर हिँडेर पेट्रोल पम्पमा गएर पेट्रोल हालेर अनि त्यसपछि ज्योतिनगरको बाटो चिल्लो बाटो थियो, त्यो बाटोमा पुरा कुदाएर जाँदा जाँदै बाटोमा चाहिँ गुम्बा थियो, गुम्बाको भिडियो यो चाहिँ। अनि त्यसपछि चाहिँ हामी ठ्याक्क महोत्सवमा पुग्यौँ। हामी पुग्दाखेरि बल्ल प्रोग्राम स्टार्ट हुन गएको थियो, ठ्याक्क राष्ट्रिय गान स्टार्ट भइरहेको रहेछ। यसपछि सुन्दर हाम्रो भारत पुरा तिम्रो धोको माया पुऱ्याइदेऊला। सुन्दर हाम्रो भारत पुरा तिम्रो धोको माया पुऱ्याइदेऊला। देवघाटमा स्नान गरी शुद्ध पारी माला, केवल घरमा मौला काली गरौला दर्शन। नारायणीमा तिमी र म मोटर बोट चढी, नारायणघाटको बजारमा किन्दौ नयाँ घडी। कति राम्रो भारत पुरा, लैजाऊ न माया घुमाइदेऊ न। सुन्दर हाम्रो भारत पुरा, मनको धोको माया पुऱ्याइदेऊ न। सुन्दर हाम्रो भारत पुरा, मनको धोको माया पुऱ्याइदेऊ न। कति माथिबाट रहेछ कि आमा वा प्रचार प्रसार गर्नको लागि खर्च गर्न सक्छौँ। उहाँलाई म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र यो नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिका आगामी दिनमाहरूमा पनि यो पर्यटन क्षेत्रको लागि पर्यटन प्रवर्धनको लागि हामी सँगसँगै सहकार्य गरेर जानेछौँ। यो आजको कार्यक्रममा पनि हामीले सहकार्य गरेका छौँ र यो महानगरपालिकाको प्रमुख ज्यूको इच्छा अनुसार यहाँ चाहिँ पर्यटन बोर्डसँग मिलेर अन्तर्राष्ट्रिय सफारी मार्ट मैले अध्यक्षज्यूको लागि डेलिगेट गर्दै होइन एकचोटि ताली चाहिँ चाहियो है। यहाँ स्टेजमा हुनुभएका आरसी दाइलाई पनि अनुरोध गरेँ। भएको एउटा जाली रुमाल फुल भरेको छैन, बेलै जान्छ सानो तिमीले बिरातीमा भएन, बिरातीमा भएन। ए परे सालको भातको टपारी हुने परे नहुने सक्नेको, तिम्रो माया कति छ कति हे परे नलाउ पछि सालको भातको टपारी हुने
थ्याङ्क यू सो मच एकचोटि तपाईँहरूको हल्ला चाहियो सुनौँ त कस्तो हुँदैछ अलिअलि गाउँदाखेरि तालु चाहियो दारा हेर्नु न डर लाग्यो भयो 3 चोटि हो राष्ट्रिय कलाकारहरू पनि आउनुभएको रहेछ नाचगान धेरै रमाइलो थियो हामी चाहिँ फर्किहाल्यौँ बेलुका एकैछिन घुमेर अनि यतापट्टि आएर यहाँ फोटो खिचेर अनि आयौँ अहिलेको लागि बाई बाई मेरो भिडियोहरू लाइक सेयर सब्सक्राइब गरिदिनु होला।